दाजुभाइ दिदीबहिनीहरू नेपालभरिबाट विश्वभरिबाट हेर्नुहोस्, आज म तपाईहरुलाई काठमाडौँको बालाजु स्थित एउटा इन्जिनियरिङ र प्रविधि तालिम केन्द्र को बारेमा बताउन गइरहेको छु। र यो तालिम केन्द्र धेरै नै पुरानो हो। 2018 सालमा आजभन्दा झन्नै 65 वर्ष अगाडि चाहिँ स्विट्जरल्यान्डको सरकारको सहयोगमा बनेको यो तालिम केन्द्र हो। र त्यति बेला पनि यति ठुलो भव्य तालिम केन्द्र चाहिँ स्विस सरकारले बनाएको रहेछ र त्यसमा विभिन्न किसिमका तालिमहरू मेकानिकल, इलेक्ट्रिकल, प्लम्बिङ र के अरे इन्जिनियरिङ र अहिले कम्प्युटर जस्ता विभिन्न किसिमका तालिमहरू हुँदो रहेछ र त्यसको बारेमा म तपाईहरुलाई आज बताउन गइरहेको छु र हेर्नु होला। बालाजु स्कुल अफ इन्जिनियरिङ टेक्नोलोजी यो भोकेसनल ट्रेनिङको कामहरू सिकाउने यो चाहिँ 2018 सालमा बनेको। 2018 सालमा स्विस सरकारले बनाइदिएको, नेपाल सरकारलाई दिएको, नेपाल सरकारले चलाउन ढङ्ग नल्याएको ठाउँ हेर्नुस् ल है। अब विदेशीहरूले 2018 सालमा बनाएको यस्तो किसिमको राम्रो ल्याब। यो चाहिँ इलेक्ट्रिकल कुराहरू सिकाउनलाई, इलेक्ट्रिकल मोटरको कुराहरू, वाइन्डिङहरू सबै कसरी गर्ने, अब डिस्ट्रिब्युसन बोर्डहरू कसरी बनाउने, यो चाहिँ मेन लाइनबाट ट्रान्सफर्मर कसरी ल्याउने भनेर दिएको एउटा चाहिँ यो भोकेसनल ट्रेनिङ सेन्टरको अवस्था हेर्नुहोस्। यो चाहिँ मोबाइल फोन टेक्निसियनहरू, लो टेक्निसियनहरू के गर्दैछौ साथी हो? मोबाइल फोन कति महिने कोर्समा छौ तिमीहरू? 80 दिन घण्टाको हिसाबले हुन्छ सर। 90 घण्टा कसरी हाम्रो गर्ने अहिले 65 डेजको ल हेर्नुहोस्, यो अर्को सेक्सन हो, यो प्लम्बिङ सेक्सन। प्लम्बिङ सेक्सनमा यहाँ ट्रेनिङ गर्नको लागि 18 महिने र अनि छोटा अवधिको अनि डिप्लोमा सिभिलको चाहिँ नि बेन्चवर्क र प्लम्बिङको प्र्याक्टिकल हुन्छ। अच्छा ल हेर्नुहोस्, प्लम्बिङको लागि सिकाउने ठाउँ यस्तो राम्रो ठाउँ बनाइदिएको छ है। यो चाहिँ हुँदाखेरि फुल क्यापेसिटीमा चलेको छैन। फुल क्यापेसिटीमा चलाउनको लागि चाहिँ एकदम जोड दिनुपर्ने देखियो। ल हेर्नुहोस्, ल पुरानो यहाँ सोलर वाटर हिटरहरू पनि यहाँ पहिला बनाउँदो रहेछ, तर अहिले चाहिँ यो बन्द। यहाँ हेर्दाखेरि सबै मसिनहरू यो 2018 सालमा स्विस सरकारले दिएको मसिनहरू यो पुरानो मसिनहरू रहेछन् र अब यति मसिनहरू मात्र पुग्दैन, यसलाई चाहिँ आधुनिकीकरण गर्नुपर्ने देखियो। ल ल यो बालाजु भोकेसनल ट्रेनिङ सेन्टरको मेकानिकल ल्याबहरू हेर्नुहोस्। यो ल्याबहरू हेर्दाखेरि एकदमै राम्रो छ। सरहरूले देखाउनु भएको छ ल्याबहरू। मेसिनहरू चाहिँ कम्ती छैन, सबै पुरानो मसिनहरू हुन्। अटोमोबाइल इन्जिनियरिङ सिकाउने को लागि चाहिँ यो ल्याब रहेछ। पार्ट्सहरूको सेटअप चाहिँ एकदम राम्रो छ। ल इलेक्ट्रिकल मेसिनहरूको ल्याब चाहिँ यहाँ यसरी राखेको छन्।